यो भिडियो हाम्रो कक्षा 10 का विद्यार्थी भाइ-बहिनीहरुको लागि हो। यो हामीले 14 अभ्यासको अन्तिम हाम्रो सल्युसन र समाधान रहेको छ है 14.3। अब यसमा हामीले के बुझ्ने हो त यो सम्भाव्यतालाई अब हामीले वृत्तचित्रमा कसरी लगाउने त है वृत्तचित्र कसरी बनाउने हो त्यो कुरामा हामीले ध्यान दिन्छौं है र त्यो कुरा हामी बुझ्ने गर्छौं। र यो अभ्यास 14.3 का सबै प्रश्नहरुको समाधान हामीले हेराउन छ है विद्यार्थी भाइ-बहिनीहरु। र यदि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गरिदिनु होला है। अनि यो भिडियोहरुलाई रोकेर बुझेर है मजाले बुझ्नु होला है। अनि के भनेको रहेछ आज हामीले यो अभ्यासहरु सुरु गरौँ त। सम्भाव्यता अब वृत्तचित्र कुनै संयोगिक परीक्षण का सबै सम्भावित परिणामहरु र तिनीहरुसँग सम्बन्धित सम्भाव्यताको चित्रात्मक प्रस्तुति हो। हामीले चित्रको रूपमा प्रस्तुति गर्नु भनेको नै हाम्रो वृत्तचित्र हो। अब यो वृत्तचित्र प्रयोग गरेर अनाश्रित घटनाहरु र आश्रित घटनाहरु हामी हेराउने गर्छौं। जसरी हामी हेर्न सक्छौं है के भनेको रहेछ यहाँ हामी हेर्न सक्छौं एउटा सिक्काले 3 पटक उफारेको छ है। मानौ हाम्रो 3 पटक उफारेको छ भने कस्तो हुन्छ एकचोटी अब दुईटा भाग हुन्छ। एक पटक उफार्यो भने हेड कि त आउँछ नत्र टेल आउँछ है। अर्को फेरि पटक उफार्यो भने यसको पनि सिक्कामा हेड पनि आउन सक्छ टेल आउन सक्छ हेड आउन सक्छ टेल आउन सक्छ। यहाँ पनि हम तेस्रो पटक उफार्यो भने है यो तेस्रो पटक हो यो दोस्रो पटक हो यो पहिलो पटक है। अब यहाँ के भनेको रहेछ क नम्बरमा सबै 3 वटा पश्च भाग आउने ओन्ली टी भनेको एउटा हो नि त यो पश्च भाग आउने भनेको यो सम्भाव्यता हो। अर्को हाम्रो 2 नम्बरमा कम्तिमा 2 वटा अग्रभाग कम्तिमा 2 वटा अग्रभाग कम्तिमा हेर्नुस् त 2 वटा अग्रभाग हो यो हाम्रो 3 वटा हो भने हेर्नुस् त के गरेको छ 3 वटालाई यहाँ जोडेको रहेछ है हो विद्यार्थी भाइ-बहिनीहरु हेर्न सक्नुहुन्छ है। अर्को हाम्रो 3 ग नम्बरमा के भनेको छ 3 वटा अग्रभाग आउने है यहाँ चाहिँ अग्रभाग र पश्च भाग अनुसारमा एउटै हुन्छ है हो। त्यस्तै हामीले 2 नम्बर हेर्न हो विद्यार्थी भाइ-बहिनीहरु त्यस्तै गरेको छ है। अब यो राता नीला खैरो 3 वटा रंग एउटा खिचकाएर घुमाएर एउटा सिक्का उफार्दा आउन सक्ने घटनालाई देखाउने वृत्तचित्र हेर्नुस् त कति हो सिक्का पहिला स्पिनर हामीले 3 वटा कलरको स्पिनर हामीले घुमायो है त्यसपछि सिक्का घुमायो है हो। यहाँ हामीले हेर्न सक्छौं रेड र हरियो बन्न सक्छ। जस्तै हेड यो रेड र हेड हो के रेड र हेड हो रेड र टेल हो के यो मजाले यसरी बन्न सक्छ। त्यस्तै कमा अब के भनेको छ स्पिनरको सुई रातो रङ अडिने र सिक्का यहाँ रातो रङ र यहाँ चाउने भनेको आर यहाँ छ नि त यहाँ ओ यहाँ आरएच को हो है हामीले हेर्न सक्छौं है विद्यार्थी भाइ-बहिनीहरु। यो भिडियोलाई रोकेर तपाईहरु के गर्न सक्नुहुन्छ लेखेर मजाले हामी बुझ्न सक्छौं है विद्यार्थी भाइ-बहिनीहरु हो। यहाँ हामीले हेर्न सक्छौं है त्यसको चित्र बनेको छ कति राम्ररी है। पहिला सिक्का घुमाएको छ त्यसपछि डाइस वाला हो हेर्नुस् त विद्यार्थी भाइ-बहिनीहरु हो। हामीले यो भिडियोलाई रोकेर तपाईहरु के गर्न सक्नुहुन्छ यो भिडियोलाई रोकेर हेरेर है मजाले बनाउन सक्नुहुन्छ है विद्यार्थी भाइ-बहिनीहरु हेर्नुस् त कति राम्रो गरेको छ है हो। अब हामीले यहाँ गरिसकेपछि अब के गर्छौं त तपाईहरु यो भिडियोलाई रोकेर मजाले बुझ्नुला है विद्यार्थी भाइ-बहिनीहरु। यो हाम्रो आजको अन्तिम यो प्रश्न हो। एउटा झोलामा भएका 7 वटा रातो 5 वटा हरियो गुच्छाबाट नहेरिकन 3 वटा बल एकपछि अर्को पाली पालो निकाल्दा पुनः राखेर अब यहाँ हामीले बुझ्नु पर्छ पुनः राख्यो भने फरक त परेन अघि जस्तै हामीले गर्ने हो। तर नराख्यो भने मानौ रातो आयो भने अब त्यो रातोको घट्छ है हरियोको घट्दैन तर टोटल नम्बर यसको घट्छ है। हेर्नुस् त यहाँ यो पुनः राखेर गरेको छ है फरक पर्दैन। पहिलो पटक गुच्छा राख्यो है यो आयो दोस्रो गुच्छा राख्यो यो आयो है। यसरी यो लिएर यहाँ बनेको छ त्यस्तै यो र यो लिएर यहाँ बनेको छ यो लिएर यहाँ बनेको छ यो लिएर यहाँ बनेको छ। त्यस्तै यो 1 2 3 लिएर यहाँ यो र यो लिएर यहाँ यस्तै यो लिएर यहाँ यो लिएर यहाँ भनेपछि यो पुनः राखेर हो। अब नराखिकन हेर्नुस् त्यसलाई राम्रोसँग बुझ्नुलाई विद्यार्थी भाइ-बहिनीहरु मानौ अब यो पहिलो गुच्छा पल्टायो हामीले है पल्टायो भने यहाँ हाम्रो 7 वटा छ है टोटल 12 वटा छ यो 5 वटा छ यो टोटल 12 वटा छ है हेर्न सक्नुहुन्छ संख्या छ। अब दोस्रो पटक गर्यो भने मानौ अब यो हाम्रो एउटा अब मानौ अब रेड यो आर आयो है रातो आयो भने हामीले के गर्छौं त टोटलबाट पनि घट्छ
र हाम्रो यो रातोबाट पनि 7 थियो तर 6 भयो कि भएन, यहाँ भइसक्यो। तर यसको 5 थियो, 5 छ, किनकि यो आउने सम्भावना छैन। तर यसको त टोटलमा त इफेक्ट पार्यो, त्यस कारणले घट्यो। तेस्रो पटक उफार्यो, अब 6 बाट 5 भयो, टोटल 10 भयो। तर यो घटेन, हेर्नुहोस् त घटेछ, घटेको छैन। हो, यो गर्दै एउटा जुन आउने सम्भावना हुन्छ त्यो घट्छ माथिको, तर टोटलको दुवै घट्छ। टोटलको हेर्नुहोस् त, टोटलको 12 थियो, 11 भयो नि त। हो, अब यो आउने सम्भावना हुन्छ भने यसको माथिको घट्छ, यो घट्दैन। र यो आउने सम्भावना हुन्छ भने यो घट्छ, यसको माथिको घट्दैन, यसको टोटल घट्छ। एउटाको माथि घट्छ भने टोटलमा दुवै घट्ने हो। टोटलमा हेर्नुहोस् त दुवै घट्ने हो, तर सम्भावना कसको हो? यो आउने हो भने यो घट्दैन माथिको, यो आउने हो भने यसको माथिको घट्दैन। हेर्नु त, यसमा आर आउने सम्भावना हो भने यसको एउटा घटिसकेको छ है, किनकि त्यो त राखेको छैन। फेरि 7 बाट 6 भइसक्यो र टोटल दुवैको हेर त घटेको छ कि छैन? घटेको छ। हो, तर यो माथिको घटेको छैन। यसमा हेर्नुहोस् त, अब यो आउने सम्भावना यसमा के दिएको छ? अब छैन, यो आउने सम्भावना छैन भने यसको घटेको छैन। तर यसको 5 बाट 4 भइसकेको छ, एउटा घटिसकेको छ। हो, जुन आउने सम्भावना हुन्छ उसको माथिको घट्छ, जसको आउने सम्भावना हुँदैन उसको मात्र तलको त दुवैको घट्छ है, तलको दुवै घट्छ। तर आउने सम्भावना यो हुन्छ भने यो घट्दैन है। यो हुन्छ हाम्रो पुनः नराखिकन है, मजाले यो भिडियोलाई रोकेर है बुझ्नु होला है विद्यार्थी भाइ बहिनीहरू। यहाँ हाम्रो यो आजको भिडियो यहीँ समाप्त हुन्छ है। यो च्यानललाई तपाईँहरू सब्सक्राइब गर्नुभएको छैन भने गरिदिनु होला है विद्यार्थी भाइ बहिनीहरू। र यो भिडियोलाई मजाले रोकेर है बुझ्नु होला, अनि मात्रै हामीले बुझ्न सजिलो हुन्छ है। हस्त धन्यवाद विद्यार्थी भाइ बहिनीहरू।